उल्लाला उल्लाला। ओइ मेरो सुन्न गीत कस्तो छ, उल्लाला 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 उल्लाला। ठिक छ, राम्रो एकदम बवाल। अनि तेरो लय पनि राम्रो छ, बवाल गीत गाउँछ यार त अन्त। ए असाध्य यार। तैँले त कन्टेन्ट क्रिएटर पनि होइन र? के भयो कन्टेन्ट कति क्रिएट गरेछस्? फलोवर्स कति छन्? लाइक कमेन्ट भ्युज कतिको आउँछ? कि त्यस्तै हो 100-200? अब यसलाई के भन्नु यार, भिडियोमा भ्युजै आउँदैन, त्यही 100-200 मात्र आउँछ। लाइक कमेन्टका त पुरै छोडिदिउँ। हेर्न यार, कन्टेन्ट क्रिएट गर्न सुरु गरेको, भिडियो पनि बनाउन सुरु गरेको यार, कसैको लाइकै आउन्न, कमेन्टै आउन्न, भ्युज पनि आउन्न, कसैले सेयर पनि गर्दैन, कसैले सपोर्ट गरिरहेको छैन यार। एक न एक दिन त सपोर्ट गर्ला नि है सबैले, कि सुरुमा मेरो मिस्टेक भएर पनि होला है, हुन्छ होला नि त। त्यस्तै 100-200 भ्युज आउँछ एउटा भिडियोमा, ठिकै छ, म खुसी छु नि त। अब यति भ्युज लिएर आउँछ, छोड्दै बाबु, तँबाट केही हुँदैन, तैँले केही गर्न नि सक्दिनस्। तेरो छैन बाबु, कन्टेन्ट क्रिएट गरेर तेरो छैन, तैँले केही गर्न सक्दैनस्। बरु तैँले छोड्दे, केही गर्न सक्दैनस् भाइ, तँ केही पनि हैनस्। अब चाहिँ त ओभर बोलिरहेछस् भाइ। मेरो मर्जी, मैले चाहे कन्टेन्ट क्रिएट गरौँ नगरौँ, छोडौँ नछोडौँ, मेरो मर्जी त। को होस् र त बन्नेवाला? चाहे 100 आओस् चाहे 200 आओस्, आज 100 आउला, भोलि 200 आउला, पर्सि 300 आउँछ भाइ। यस्तै गरी बढ्दै जान्छ, एक दिनमा कोही फेमस हुँदैन। आफै फेमस कसरी हुने भने आफै खोज्ने हो के, नत्र सुरुको दिनै भाइरल हुन को भए भाइरल सुरुको दिनै? तैँले के गर्छस् बे, के गर्छस्? जम्मा 100-200 भ्युज आउनेले तैँले गर्छस् चाहिँ के? तेरो भिडियोहरूमा मैले चाहिँ रियाक्ट गर्दिनँ, मैले लाइक कमेन्ट केही गर्दिनँ, वाच मात्र गरेर छोडिदिन्छु, तैँले गर्छस् चाहिँ के? तँलाई कसैले पताउँदिन भाइ। तेरै आफ्नाले त लाइक कमेन्ट सेयर गर्दिनन् भनेपछि अरूले कहाँबाट गर्ला? ठिक भनिस् यार साथी, म एउटा सानो क्रिएटर हो, भले मसित धेरै फलोवर्स छैनन् होला, धेरै भ्युज आउन्न होला मेरो भिडियोमा, आज पो आएन, पछिल्ला दिनहरूमा अलि राम्रो हुँदै गयो भने त आउला नि। साह्रै मन दुख्यो यार साथी, तैँले यस्तो भन्दाखेरि यार।